Okay guys, good morning everyone. So hello namaste सबैसँग welcome back to the channel and welcome back to another exciting episode of Sanu Vlogs. Today the morning चिटिक्क परेर कोट लगाएर कता भन्नुहुन्छ नि मैले भने थिएँ यो भन्दा अगाडिको भिडियोमा हाम्रो चाहिँ ग्रेजुएसन सेरेमनी हुँदैछ सो त्यसको लागि भनेर म निस्किरहेको छु अनि त्यसपछि लगाएर स्टेसनसम्म म अहिले चाहिँ एक्लै छु स्टेसनबाट साथीहरू हुनुहुन्छ होला त्यहाँबाट सँगै जान्छु ब्याग स्याग छ सरप्राइज छ त्यसको लागि पनि आज अर्ली इन द मर्निङ सो एभ्रीबडी स्टे ट्युन लाग्छ आज रमाइलो हुनेछ सो होप यु गाइज गोइङ टु इन्जोय दिस भिडियो वाच टिल द एन्ड एभ्रीवन सो स्टे ट्युन एउटा साथी चाहिँ उहाँ पारी बसिरह है साथीभाइहरू ताउरा सुरुवालमा रहेछ मसँग त थिएन मैले नेपालबाट यही एउटा कोट लिएर थिएँ सुट अनि त्यो फिट नहोला जस्तो लागेर यो मैले चाहिँ अर्कै कोट लगाएको छु आई थिङ्क अरू साथीहरूले पनि कोटै लगाउनु दाउरा सुरुवालै लाउने भन्ने स्टेट्युन है त एउटा चाहिँ स्टेसनतिर छिरिसक्यो माथि उताबाट एक स्टेसन अगाडिबाट चढेको अरे हामी त्यहीँ यहाँनिर वेट गर्छौँ अनि समय त्यहाँबाट चट्ट चाइट हुने अहिलेको लागि चाहिँ हामी दुईजना छौँ स्टेसन अर्को ट्रेनबाट एकजना साथी आउँदैछ आई थिङ्क बाँकीहरू त गइसक्यो होला सायद सानबानको योनबानको सानबानको योन यहाँबाट साथी छिरेको अरे उता अर्को उसबाट हामी यहीँ वेट गर्छौँ त्यो स्टेट्युन आइसकेको हामीले चाहिँ दाइको बजीसम्म होर्ल्यौँ यहाँबाट अर्को ट्रेन चेन्ज गरेर जानुपर्छ अब त्यो ट्रेन आई थिङ्क कताबाट हो खोजेर जान्छ है त स्टेट्युन है त्यहाँबाट यताबाट हो र तेर्नोजी यताबाट रहेछ सो लेट्स गो हामी चाहिँ जुन स्टेसनमा आउनुपर्ने त्यो स्टेसनमा आइसकेको छ यहाँबाट स्टेसनबाट निस्केर अनि अर्को ठाउँमा हिँड्दै कति 10 मिनट लाग्छ अराउन्ड एकदमै साथी सुन्न भने 10-15 मिनट जति हिँड्नुपर्छ स्टेट्युन दिस इज प्लेस कल तेर्नोजी स्टेसन लास्ट ठुलो आयो अनि यतैबाट जाउँ ल गाइस फाइनली अन टाइम हामी चाहिँ जहाँ पुग्नुपर्ने त्यहाँ आइसकेका छौँ आई थिङ्क एभ्रिवान मैले देखिसकेँ यहाँबाट साथीभाइहरू उहाँको यहाँ देखिरहनु भयो होला हामी पनि जाने त्यहीँ हो अब एउटा जेब्रा क्रस अनि हामी ठाउँमा आयो त सबै चाहिँ छौँ फाइनली हामी आइसकेँ यही ठाउँ यहाँनिर तपाईँहरूले याद त गर्नुभयो होला अब स्पिच दिएको ठाउँ थियो अनि हाम्रो साथीभाइहरू नेपाली उसमा हेलो अनि हाम्रो निताजी आमा गाह्रो साह्रै गाह्रो अनि यताबाट फेरि त माथि छ है अब यहाँबाट चाहिँ भित्र छिर्ने माथि सेमन चाहिँ माया यताबाट गाह्रो कस्तो यो मान्छे के चढ्न नसक्यो है के हो यताबाट पुरानो यादहरू ताजा भयो होइन मायालु स्पिच दिएको याद आउँछ क्याउवा वातासी वा
हजुर चाइनिज साथी है हाम्रो Mahai Mashoka. Nida. Hi Ruza. Okay. Finally the day has come. Toilet से जम क्या यही स्टेज थियो यहाँबाट सेन्से कोनिचिवा गाइजहरु उता बस्छ मातक्रे आत्सिनो होमादै गेरुदैछ सोदेश डोना कतिखेर कहाँसम्म यतासम्म बस्न पायो नि परेसम्म हाम्रो कता बस्ने यता ओए यता नि मिल्छ अरे कता बस्ने ब्रो साथीभाइहरू चाहिँ यसरी यो लाइनमा छ अनि त्यसपछि यतापट्टि अर्को हाम्रै क्लासको काकुको साथीभाइहरू दाइ हो क्लास दाइ हो लिडर भन्दा यिनीहरूले चाहिँ एउटा उ पाउँछ क्लास रिप्रेजेन्ट गरेकोहरू हो अनि यहाँ अगाडि गएर लिने स्पिच भन्नेको दिन याद आउँछ मलाई त साथीहरू यार अनि उता चाहिँ हाम्रो केटाहरू है यहाँ वो मोडल हो क्या सो या एभ्रिवान इज यस्तै हो ऊ पछाडिसम्म है हाम्रो पछाडिसम्म ओके यस्तो ओके फाइनली हाम्रो चाहिँ क्युके ब्रेक भएको छ माथि अनि यताबाट गुरुहरूको चाहिँ फोटो खिच्ने ग्रुप फोटो खिच्ने भन्दैछ वासरुम जानेहरू वासरुम जाँदैछ बस्नेहरू बसिरहेछ यो पछि चाहिँ हाम्रो डान्स इभेन्ट हुन्छ डान्स इभेन्टमा तपाईँको सानो पनि पार्टिसिपेट छ सो कपडाहरू यहाँ छ अनि चेन्जिङ रुम कता थाहा छैन अहिले एकैछिनमा चेन्जिङ रुम हुन्छ म चेन्ज गरेर आउँछु अनि त्यसपछि भिडियो कन्टिन्यू हुन्छ मैले डान्स गरेको पनि तपाईँहरूले देख्नुहुनेछ सो स्टे ट्युन है त एभ्रिवान ओके गाइस मेरो चाहिँ डान्स पर्फर्मेन्स छ नेक्स्ट अराउन्ड 20 मिनटपछि सो या स्टे ट्युन आई थिङ्क अब म छिर्छु थाहा छैन मलाई स्टे ट्युन है त एभ्रिवान ओके डान्स पर्फर्मेन्स अगाडि टर्न आउँदैछ अनि सबैजना पछाडि छ म पनि पछाडि जाँदैछु यताबाट छ जाने सबै सेनमनकोहरू छ मेरो त कहाँ हो थाहा नै छैन स्टे ट्युन यतैबाट छ के अरे यहीँबाट छिर्ने हो स्टेज यताबाट जाने भने ओके यहीँबाट छिर्छु गाइस फाइनली मेरो पर्फर्मेन्स चाहिँ सिद्धिसकेको छ मेरो पर्फर्मेन्स चाहिँ सायद तपाईँले छुट्टै भिडियोमा देख्नुहुनेछ त्यसो यहाँ तपाईँहरूले हिरो उसको चाहिँ देख्नुभयो होला अनि अब चाहिँ स्कुलको सकेर सेन्ट अनि कि हाम्रो कलेजको हाम्रो स्कुलको कलेजकोहरू गर्दैछ पर्फर्मेन्सहरू गीत गाउने गर्ने सो इट वाज रियली फन मैले तपाईँलाई भिडियोहरूमा धेरै देखाउनु त पाउँदिनँ बट चाहिँ जति छ मसँग भएको उहरू चाहिँ म तपाईँहरूलाई यो भिडियोमा चाहिँ प्रोभाइड गर्नेछु सो स्टे ट्युन है एकदमै रमाइलो भइरह इट वाज लट्स अफ फन है अब सेन्ट मनको रेडी हुँदैछ ओके यहाँबाट सिकाइ यहाँनिर अनाउन्सरले अनाउन्स गर्छ अनि स्टार्ट हुन्छ ओके सो स्टे ट्युन है त एभ्रिवान यो चाहिँ हाम्रो बेस्ट सेन्स है योभन्दा अगाडिको भिडियोमा तपाईँले डान्स गर्नु देख्नुभयो होला कटाना बोकेर आउनु भए है居合は日本の刀を使って見えない相手に対する動作を稽古するものです。今日は皆さんに日本で続けられている古くからある居合をお見せします。
ओके गाइस फाइनली सोचेको सिकी सकिसक्यो अनि त्यसपछि यहाँबाट हामी जाँदैछौँ सानर सेन्से सो या सकिसक्यो यहाँबाट इभेन्ट पनि सक्यो हामी निस्किसक्यौँ अब यहाँबाट नेक्स्ट इभेन्ट छ हाम्रो छुट्टै इभेन्ट छ त्यहाँनिर छुट्टै हुनेछ सो स्टे ट्युन है त एभ्रिवान ओके गाइस फाइनली हामीले भनेको ठाउँमा चाहिँ म आइसकेँ मसँगै हाम्रो मधुमाया साथी सबसे फर्स्ट आएको उहाँ र म कहाँ भन्दा हाम्रो नेपाली रेस्टुरेन्ट हाम्रो जापानमा रहेको नेपाली रेस्टुरेन्ट है दाजुभाइ रेस्टुरेन्ट भन्ने ठाउँमा यहाँ ए सरी साथीभाइमा स्लुप रेट है अनि यहाँनिर चाहिँ हाम्रो खाजा खाने प्रोग्राम छ यहाँनिर खाजा खान्छौँ अनि आई थिङ्क प्रोग्राम यहीँ हुनेछ स्टे ट्युन है त एभ्रिवान मधुमाया जी एक्साइटेड हाई स्टे ट्युन है हाम्रो जहाँ आउने बाँकी छ फाइनली सेन्सेर आउनुभयो 야치라니 너도 야치라니お願いします壁の方でいいよいやいや先生にどっちがいいかなあちらの方でお願いしますあ、我々私めっちゃすごかったダンス。ありがとうございます今こんだけしか来てないの。まだまだ来ている Finally, everyone has arrived over this side हाम्रो साथीभाइहरू आएर बसिसक्यो यही छ अनि यतापट्टि पनि अर्को क्लास एउटै गएको तर अर्कै क्लासको छ अनि यहाँबाट चाहिँ हाम्रो साथीभाइहरू गए त आखारी क्लास नाइस ओके गाइस फाइनली ड्रिङ्क अनि त्यसपछि लाएर सबै सुरु भइसक्यो हाम्रो जापानिज सेन्सेहरूले चाहिँ नान मगाउनु भएको छ अनि सो या एभ्रिवान इज ह्याभिङ फन अनि गीत मुरिदैछु हाम्रो सेन्से पनि जापानिज सेन्से पनि चलिरह नि होइन पार्टी चल्दैछ ओके खानु Who's gonna this month? Really? Hey, wait, sensei.
お願いしたいことがありますので、すみません。いろいろ教えてくれて、困っている時も手伝ってくれて、ありがたいと思われて、ちょっとちっちゃいなギフトがゴータムさんからお願いしますので、まず花藤先生お願いします。大山先生お願いします。前田先生にお願いします。まだ足がからもあるので申し訳ございません。前はどこから行くのか。花藤先生にお願いします。ありがとうございます。シードリなので一番可愛いみんな可愛いみんな可愛い。大山先生から行きましょうか。大山先生お願いします。みんな拍手お願いしますね。拍手前田先生にお願いします。申し訳ございません。最後は奈良先生でお願いします。だっていろいろことが間違ってたけど、今日までの間違えたことは全部忘れてほしいので今までのこと申し訳ございません。じゃあそれでみんな拍手してありがとうございます。皆さんありがとうございます。卒業しても専門学校大学で頑張ってください。遊びに来てね。すみません皆さんなんか長先生皆さんでした。あかりクラスの友達たち、長先生ちょっとね時間が難しい人みたいなんで申し訳ございませんみたいなんですけど、それだけじゃなくて先生たちからも私たちに言うことがあるみたいなんですけど、花藤先生から順番に行きましょうか。でしょじゃあ花藤先生、言いたいことをお願いします。皆さん最高です。頑張ってください。私たちのなんか15じゃなくてオフィスなんという事務所ネパル的にした先生、大山先生に言いたいことがあるみたいなんですけど、大山先生お願いします。なんで悪い？ये भाई इसको ये पूरा नेपाल स्टेट है ने भाई先生ありがとうございます。先生ネパールに行ったことも見たと思いますので、ネパールについてどんなイメージを持ってますか、ちょっと教えてもらっていただけますか。すいません、時間申し訳ございません。ओके, हामीले चाहिँ फाइनली सेन्सेहरूलाई चाहिँ बिदाई गर्न लागेको होइन, अब डान्स गर्नलाई भनेर। सो या म कहाँ